मर्निङ एभ्रिवान। सो नमस्ते अनि राम राम। आज म काठमाडौँबाट चितवन गइरहेको छु। अहिले बिहानको 7:20 गछ। सो त्यही भएर यहाँ काठमाडौँ पुरा खाली छ अहिले रोडहरू। काठमाडौँबाट चितवन म अहिले एक्लै छु। ग्यास पिकअप गर्न गइरहेको छु चितवनबाट लुम्बिनी। सो यस्तै हो साथीहरू, बिहान उठेर ड्युटी जाने आउने। बाटो यस्तै छ। म उता पछि भिडियो बनाउँदै गर्छु। अहिले यहाँको चाहिँ यस्तै छ। अहिले यो चाहिँ उत्तर ढोका। पुगिसकेँ। अघि त्यहाँ पुलिस भएको कारणले मैले भिडियो बनाउन पाएन। सो यो ढल्कु हो। अफिस टाइम भएको भए यहाँ यस्तो जाम हुन्थ्यो। सो बिहानै भएको भएर अहिले खाली छ। खाली भएकोले भिडियो बनाउन पाइरहेको छु। अन्त जाम भएको भए त बनाउनै मिल्दैन। यताबाट बाइक आउँछ, उताबाट बाइक आउँछ, गाडी हेर्दैमा ठिक्क भिडियो बनाउनै पाइँदैन। सो बिहानै भएको भएर खाली छ। यस्तै छ जिन्दगी। सो अहिले म कलङ्की कटेँ। अब यहाँबाट चाहिँ यहाँ नागढुङ्गा पुग्दै अब चितवनतिर गइन्छ। हाम्रो यता एकजना पार्टनर हुनुहुन्छ, म देखाइदिन्छु। हेर्नुहोस् हाम्रो पार्टनर। काठमाडौँतिरको सुरुङ मार्गमा इन्ट्री हुने ठाउँ। यताबाट गयो भने चाहिँ सुरुङ मार्गबाट हुँदै उता निस्किन्छ अर्को ठाउँमा। यो चाहिँ 9 हुँदै पुरानो बाटो हुँदै जाने बाटो। यतातिरको यो चाहिँ सुरुङ मार्गतिर जाने बाटो। सायद असारको पहिलो हप्ता साउनको पहिलो हप्ताबाट सुरुङ मार्ग सञ्चालन गर्ने भनेर कुरा चलिरहेछ। अब हेरौँ के हुन्छ। नयाँ सरकारले कतिको काम गर्छ त्यसमा भर पर्छ। बाटो चाहिँ अहिले राम्रो बनाइसकेको छ नि। यो 9 को बाटो। यहाँबाट पनि हिमाल देखिन्छ है साथीहरू। म तपाईँहरूलाई यसो हिमाल देखाइदिन्छु। त्यति क्लियर त छैन, मौसम त्यति राम्रो नभएको कारणले। सो हिमालको नाम चाहिँ मलाई थाहा भएन, त्यसको लागि सरी। बाटो चाहिँ नागढुङ्गा चेकपोस्टबाट 9 चाहिँ राम्रो छ उतै धार्केसम्म। सो धार्केबाट चाहिँ हाम्रो बाटो बिग्रेको छ, बनाइरहेछ। त्यही कारणले बाटो चाहिँ राम्रो छैन। सो काठमाडौँबाट आउँदाखेरि चाहिँ यो सुरुङको निस्किने ठाउँ। यो चाहिँ इमर्जेन्सीको लागि निस्किने पोइन्ट। मेन सुरुङ चाहिँ यतापट्टिको हो। सो यहाँको पनि लगभग अलमोस्ट काम सबै रेडी भइसकेछ। साउनको पहिलो हप्ताबाट सञ्चालनमा ल्याउने भनेर अस्ति न्युज त आएको थियो। अब हेरौँ के हुन्छ। सञ्चालन भयो भने राम्रो हुन्थ्यो के अरे। अब त्यही त सबै राजनीतिको खेल। अब अहिले नयाँ छन्। सायद सञ्चालन गर्नुपर्ने अब यो नयाँ सरकारले। हेरौँ के हुन्छ अब।
9:20 सकिसक्यो, थर्के आउन लागिसक्यो। यहाँबाट चाहिँ बाटो बिग्रेको अवस्था, बिग्रेको भन्न त के भन्ने र बनाइरहेछन्। अब बनिरहेको बाटो हो यो, अहिले चाहिँ यस्तो छ बनिरहेको बाटो। यहाँबाट बनिरहेको बाटो चाहिँ उतै मुग्लिनसम्मै छ भनौँ। यस्तै खाटाखुट्टी, कुनै ठाउँमा राम्रो पिच गरेछ, कुनै ठाउँमा यस्तो बन्दैछ, यस्तै छ मुग्लिनसम्म। अब बाटो कतै राम्रो कतै नराम्रो, कभी खुसी कभी गम, यस्तै त हो नेपालको बाटो। जे होस्, अब अहिले आउने सरकारले काम धमाधम गराएर टाइममै बाटो बनाएर सकाइदियो भने चाहिँ राम्रो हुन्छ। सो यस्तै हो। अब उतातिरको यो नराम्रो बाटो चाहिँ यस्तै बन्दै रहेको बाटो चाहिँ देखाइदिइहालेँ। अब उता मुग्लिन पुगेपछि अब एकैचोटि बनाउनु पर्ला। अब हेरौँ के हुन्छ बाटोमा सिचुएसन। कुनै ठाउँमा बनाउनै पर्छ भने फेरि बनाउला भिडियो, नत्र भने अब एकैचोटि मुग्लिनतिर गएर बनाउनु पर्ला। मेरो सोच चाहिँ त्यही छ। गर्नु पर्ला। अब 11:12 गइसकेछ। यो चाहिँ यसो आज गुगल म्याप लगाएको यस्तो छ चाहिँ। उतापट्टिको भ्यू ग्रिन टाइपको छ, त्यो चाहिँ लोकेसनको डेस्टिनेसन देखाउँछ भन्नाले त्यहाँ पुग्नलाई अब यति बाँकी देखाइरहेको हो। फिसलिङ बजार, यहाँ चाहिँ बिच राम्रै बाटो छ। यहाँभन्दा अगाडि चाहिँ जाम छ, बाटो बनाइरहेको भएर जाम छ। यस्तै हो। हाम्रो पार्टनर पछाडि आइपुगेछ, हेर्न सक्नुहुन्छ। यो हाम्रो पार्टनरको साथीको गाडी पनि चितवनमै गइरहेछ। यस्तै हो साथीहरू। हेर्नुहोस्, नेपालमा पनि यत्रो ठुलो बस। यो बस चाहिँ काठमाडौँबाट दिल्ली जान्छ। यत्रो ठुलो, मजा लाग्छ होला यो बसमा चढ्नु। यत्रो ठुलो छ यार, दामी लाग्छ होला। अघि त मैले काठमाडौँ भेटेको थिएँ यो बसलाई, अहिले यहाँ के भन्छ अब यो ठाउँलाई। जे होस्, प्रिन्टर पुग्ने लाग्दाखेरि यहाँ भेटेछु। यत्रो ठुलो छ यार। सो अहिले म खाना खाएर निस्किसकेको छु। त्यहाँ खाना खाने ठाउँमा भिडियो बनाउन पाएन। अहिले अब खाना खाएर निस्किसकेपछि भिडियो बनाइरहेको छु। हामी चाहिँ निस्किसक्यौँ अहिले। अब एकैचोटि चितवनतिर पुगेर भिडियो बनाउँछु। चितवन पुगेर भोलि सफारी पनि जानु पर्ला। सो तपाईहरू पनि सफारीको लागि सफारीमा के देखियो भनेर हेर्न चाहनुहुन्छ भने सो मेरो पेजलाई फलो, लाइक, फलो, कमेन्ट गरिदिनु होला। यहाँ चाहिँ ट्रक पल्टिएर छ।
खै आलु कि प्याज बोकेको ट्रक रहेछ। यो ठाउँ चाहिँ कुरिन्टार, ठ्याक्कै कुरिन्टार बजार पुग्ने बेलामा यो ट्रक पल्टिए रहेछ। के कारणले पल्टेको त्यो चाहिँ थाहा हुन सकेन, भर्खरै रहेछ। आलु प्याज बोकेको ट्रक रहेछ साथीहरू। सो म चाहिँ अहिले मुगलिन बजार पुगिसकेँ। मुगलिन बजार नेपालको झन्डा यहाँ फहराइरहेछ। यो चाहिँ चितवनतिर मेरो यात्रा अब चितवनतिर। यहाँबाट बाटो चाहिँ सरर छ, चितवनसम्मै गरौलीसम्मै छ। अब यहाँबाट बाटो सरर। यस्तै हो। अहिले ठ्याक्कै 12:12 गइसकेछ। होटल जानलाई, बरौली जानलाई राइट लिनुपर्छ। फेरि के को जाम फल्छ, देखि जाम रहेछ। यहाँबाट राइट लिएर बरौली जाने हो। बरौली जाने बाटो पुलचोक कटे। यो चाहिँ अब बरौली जाने बाटो पश्चिमको मेन पूर्व पश्चिम हाइवे भन्न पर्यो। अहिले नारायणीको सिग्नेचर ब्रिज यहाँ बनिरहेछ। यो अलिकति देखेछ। यो रातो देखेको यो चाहिँ ब्रिज बनाउने यन्त्र उपकरण। यो टिन लगाएको छ। यो चाहिँ नारायणीको पुल भयो, नारायणी पुल। हेर्न सक्नुहुन्छ यो नारायणीको मेन पुल, पूर्व पश्चिम राजमार्गको। नारायणी नदी चितवन र नलपरासी छुट्याउने अनि यो हो नारायणी नदी। यही हो बनिरहेको अहिलेको सिग्नेचर ब्रिज, नेपालको पानी जहाज। यो नेपालको पानी जहाज देख्न सक्नुहुन्छ। सो BYD को टप स्पिड आज चेक गर्नु पर्यो। अहिले म डन्डाबाट भित्र छिरिसकेँ। बरौली जाने बाटो हो। त्यहाँ पुलिस भएको भएर डन्डा चौकमा भिडियो बनाउन पाएन साथी हो। यो हो र बरौली जाने बाटो। यस्तो
हुँदैछ। सो यो बाटो अब यो भिडियो अब लामो हुन्छ। सो यो भिडियोलाई म यहीँ अन्त्य गर्न गइरहेको छु। भोलि तपाईँहरू अब सफारीको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको साथ र सपोर्ट चाहिन्छ। सो अब अर्को भिडियो बरौली होमस्टे पुगिसकेपछि त्यहाँबाट सफारी जान लाग्दाखेरिको भिडियो कन्टिन्यू हुनेछ। सो बाई बाई। यतिसम्म भिडियो हेरिदिनु भयो।